आजको म्याचमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई 49 रनले हराएको छ। राइनोजका ब्याट्सम्यानहरू क्रिजमा यति छोटो समय टिके कि कमेन्टेटरहरूले नाम भन्न नपाउँदै आउट भइसक्थे। ब्याटबाट रन ननिस्केपछि चितवनका ब्याट्सम्यानहरू मानौ कि सेभ द बल अभियान चलाएका रहेछन्। सुदूरपश्चिमका बलर्सहरू चितवनको गाडालाई आज यस्तो घुमाए कि चितवन फर्किँदासम्म रिङ्टा लाग्नेछ साथीहरू। आजको म्याचबाट दुईटा कुरा चाहिँ स्पष्ट भइसकेको छ। तीनवटा टिम एकदम कन्फर्म छ, गइसकेछ, क्वालिफाई गरिसकेछ। सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खा, विराटनगर किङ्स, यो तीनटाको टिकट चाहिँ क्वालिफाईको लागि कटिसकेको छ र बाँकी दुईटाको चान्स छ। एउटा लुम्बिनी लायन्स, पोखरा एभेन्जर, यो दुईटामा कम्पिटिसन हुनेछ र आज दुई टिमको कन्फर्म टिकट त कटिसकेछ ब्याक टु द होम। कर्णाली याक्स र चितवन राइनोजको टिकट काटिसकेको छ र जनकपुर बोल्ट्स उसको पनि कटिसकेछ, कन्फर्म छ। आजको म्याचबाट कन्फर्म भइसक्यो त्यो पनि सक्दैन। यहाँ लुम्बिनी लायन्ससँग मौका छ, अलरेडी 6 पोइन्ट छ र एउटा म्याच यदि निकालिदियो भने सबैको टिकट कट्ने छ। सबभन्दा बढी चान्स लुम्बिनी लायन्सको म देखेँ र त्यसपछि अलिकता चान्स छ भने पोखरा एभेन्जरको छ। र बाँकी आजको भिडियोमा यति नै। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा लेख्नु होला। धन्यवाद।